मिनासान कोनिचिवा ओगेन्की देशका आजको यस भिडियोमा हामी जेपी बैंक एकाउन्टको फोन नम्बर कसरी चेन्ज गर्न सकिन्छ भन्ने सिक्नेछौँ। हाम्रो भिडियोमा फर्स्ट टाइम हुनुहुन्छ भने टिकटक फलो गर्नु होला, युट्युब सब्स्क्राइब गर्नु होला। एट फर्स्ट हामी जेपी बैंकमा गइसकेपछि यस्तो खालको मेसिन देखिन्छ, धेरैवटा अप्सन देखिन्छ। त्यसमध्ये हामी सोनोवाला अप्सन चुज गर्छौँ। मैले चुज गरे जस्तो चुज गर्नु होला। चुज गरिसकेपछि अगाडि बढिन्छ। त्यसमा देनो बाङ्गो हेङको फोन नम्बर मोबाइल नम्बर चेन्ज भन्ने अप्सन छ, त्यो अप्सन चुज गर्नु होला। त्यो अप्सन चुज गरिसकेपछि हामी हरियो बटन थिच्छौँ। हरियो बटन थिचेर आफ्नो चाहिँ एटिएम कार्ड जुन चाहिँ क्यास कार्ड रहेको छ अथवा तपाईँले पासबुकबाट पनि गर्न सक्नुहुन्छ, डेबिट कार्डबाट पनि गर्न सक्नुहुन्छ। मैले चाहिँ क्यास कार्ड छिराएँ। क्यास कार्ड हालिसकेपछि हाम्रो जुन चाहिँ 4 अङ्कको पिन नम्बर रहेको हुन्छ आन्सो बाङ्गो त्यो माग्छ। आन्सो बाङ्गो हालेर हामीले के गर्नु पर्यो त नेक्स्ट गर्नु पर्यो। आन्सो बाङ्गो हानिसकेपछि यस्तो खालको इन्टरफेस देखिन्छ र अब हामी हरियो बटन थिच्नु पर्ने हुन्छ। हाम्रो पहिलाको नम्बर देखाइरहेको छ, फोन नम्बर पहिलाको फोन नम्बर देखाइरहेको छ। अब नयाँ फोन नम्बर यसमा हालेर हामी चेन्ज गर्छौँ। यसमा नयाँ फोन नम्बर हालिसकेपछि हरियो बटन थिच्छौँ। हरियो बटन थिचिसकेपछि मोबाइल नम्बर अटोमेटिक चेन्ज हुन्छ।